हेलो क्यामेरा चेक हेलो 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 यहाँ मामा भान्जा चाहिँ टुप्पा दुलो हेर्न जाँदैछौँ एउटा पुरानो इतिहास बोकेको त्यसको बारेमा बुझ्न धेरै कुरा बाँकी छ मैले त यहाँ मामाले भन्नुहुन्छ बाँकी कुराहरू अनि त्यहाँ जाँदैछौँ यहाँ अब मामा घरबाट चाहिँ अब निस्क्यौँ है हामी केही भन्नुहुन्छ मामा त्यसको बारेमा ठिकै छ होइन आज भन्नुपर्ने कुरो केही पनि छैन अब उतै अब पुगिसकेपछि भनौँला नि त हुन्छ हुन्छ नि हेर्दै होइन हेर्दै भन्दै जाउँला है हजुर है त अहिले चाहिँ हामी यहाँबाट निस्क्यौँ है त निस्क्यौँ चोर भन्ने पहिलाको चोर भन्ने ठाउँ चाहिँ यो है साथीहरू यहाँ पछाडि छ यहाँ तल बर्फिबल पनि छ बाटोबाट देखिएको सिस्नेरी भन्ज्याङको दृश्य अहिले तुवारोले ढपक्कै ढाकेको छ ढाक्न चाहिँ मामा हुनुहुन्छ यहाँनिर यात्रा कस्तो हुँदैछ मामा एकदम रमाइलो भइरहेछ फ्रेस महसुस भइरहेछ कि हजुर राम्रै छ त्यही त धेरै दिनपछिको व्यस्त समयलाई आज शनिबार छुट्टीको दिन हो अनि यसो अब आफ्नो गाउँठाउँमा रहेका अब यस्ता महत्त्वपूर्ण ठाउँहरू चाहिँ हामीले घुम्नुपर्छ होइन भन्ने उद्देश्यले यसो भ्रमण गरौँ केही कुराहरू अनुभव लिउँ भन्ने हिसाबले अब यात्रा भइरहेको छ शनिबारको दिन चाहिँ आफ्नो नजिकै रहेको टुरिज्म डेस्टिनेसनहरूलाई चाहिँ प्रमोट गर्ने भनेर मामा भान्जा एकदम लागि परिरहेको छौँ त्यो चाहिँ पल्लो डाँडा हो यतापट्टि यता तल खानी आउँछ चाहिँ आज अलि कुहिरोले गर्दा हेर्नुहोस् यस्तो सिधै यस्तो स्लोपवाला डाँडा छ क्या यो अब यहाँबाट करिब अब धेरै लाग्दैन त्यही 1 घन्टामा चाहिँ पुगिन्छ होला हजुर ल ठिक छ तपाईँहरू हामीसँगै यहाँ हेर्दै भ्यू हेर्दै गर्नुहोस् घाँसहरू चाहिँ सुकेको छ बाँझहरू यहाँको मुख्य घाँसहरू भनेको बाँझ सानो सल्लाहरू यस्तो छ बाँझै बाँझ छ पुरै यहाँनिर चाहिँ अनि यो खर सालीमा त हुने नै भयो तर राम्रो देखिन्छ होइन यो एकदमै राम्रो राम्रो छ नि भ्यू त एकदम राम्रो छ हेर्नुहोस् साथीहरू सल्लेरी भन्ने गाउँ चाहिँ यो यहाँ माथिबाट हामी टोड्के भन्छौँ टोड्के भन्ने ठाउँबाट चाहिँ खिचिरहेको छौँ यति बेला बल्खु भने उता तुवालोले हाँस्यो आज त्यति मौसम चाहिँ क्लियर छैन तर सल्लेरी चाहिँ देख्न सकिन्छ धेरै अलि तलबाट हेर्दा भिड देखिन्थ्यो यहाँबाट हेर्दासम्म छ मिलेको नै छ जग्गा त उता पारिपट्टि माटै भयो उता माथि दिपसिङ भदौरे देखिन्छ त्यहाँ यो माथिको चाहिँ माहल सल्लेरी हो यो स्कुल अनि माथिको गाउँहरू देख्न सकिन्छ मेरो त मामाली गाउँ पनि पर्छ त्यहाँ माहल सल्लेरी भनेको माहल सल्लेरी तल्लो सल्लेरी यता माथि चाहिँ यहाँ जुम्ले पाएको घर भनेर धेरै चिनिन्छ सक्दो हामी इन्फर्मेसन अलिक बढिदिने कोसिसमा छौँ हेरौँ कतिको सक्षम हुन्छौँ हामी तपाईँहरूलाई यहाँको बारेमा अझ धेरै कुराहरू इन्फर्मेसन दिनका लागि प्रयास गरिरहेका छौँ यहाँबाट राम्रो आउने सल्लेरीको माहल सल्लेरीको भिडियो यो चाहिँ माहल सल्लेरी भन्ने गाउँ हो सुनकोशी गाउँपालिका वार्ड नम्बर 3 अन्तर्गत पर्ने माहल सल्लेरी एकदम तलबाट घरबाट हेर्दा चाहिँ एकदम भिड देखिन्छ भने यहाँबाट हेर्दा चाहिँ एकदम समथर देखिन्छ त्यहाँको स्कुल छ त्यहाँनिर तल स्कुल छ भने रोड पनि त्यहाँ स्कुल नजिकसम्म पुग्न आँटेको छ एकदम निर्माण कार्यहरू तीव्र गतिमा हुँदैछ भने यसरी गाउँ पनि एकदम मिलेको समथर गाउँ पनि देख्न सकिन्छ टोपा गुफा छेउमा आइपुगेको छौँ हामी यहाँ एकजना हेर्नुहोस् त आन्टीले घाँस त्यसरी काट्दै हुन्छ जस्तो भिरमा होइन यस्तो छ यहाँको अवस्था त्यहाँनिर घाँस काट्दै हुन्छ त्यहाँनिर यस्तो भिरमा कसरी अडिनु भएको छ त मौसम ठाउँ हावा पनि माटो भूगोल होइन यहाँ ल हेर्नुहोस् टोपा गुफा छेउमा आइपुगेको छौँ हामी त्यति बेला अप्ठ्यारो छ नि बाटो राम्रो गरी आयो यहाँ बहिनीहरू छन् अलि हामीदेखि लजाएको जस्तो पनि गरे यिनीहरू अनि अप्ठ्यारो मानेर लड्छन् कि भनेर सम्झाइरहेका छौँ मामा भएर अलि भित्र जाऊ यता मामा हुनुहुन्छ अगाडि यहाँ म चाहिँ हेर्नुहोस् है यो गुफा चाहिँ यही हो गुफा भन्ने चाहिँ केही भित्रबाट आयो भने एकदम भाग्न रेडी भएर बसेको छौँ तर भाग्ने बाटो चाहिँ यस्तो छ फेरि जाउँ त भित्रसम्म
अलिकति भित्र छ बाख्रा पनि आएर बसेर त्यहाँ बडकुलाहरू देख्न सकिन्छ होइन मृग होला मृग हो कि फेरि हेर न भित्रै जान्छन् फेरि यो चाहिँ अहिले नजाऊ भन्दैछु म भ्यू यस्तो छ है साथीहरू अलि शङ्का लाग्छ मलाई होइन यस्तो संरचना छ हेर्नुहोस् न अब त्यो जमानामा अब हात हतियारहरू पनि के हुन्थ्यो होला कसरी चाहिँ यो गऱ्यो होला जस्तो पनि लाग्छ एउटा कुराले होइन हेर्नुहोस् न अब यस्तो छ यो एउटा अचम्म एउटा अद्भुत छ क्या यहाँनिर यस्तो अद्भुत दृश्य यहाँनिर देख्न सकिन्छ यो धेरै भित्रसम्म छ अरे होइन हामीलाई चाहिँ अब भित्र जान अलिकति डर पनि लाग्यो क्या मुटु अलिक डरै हुनुपर्ने रहेछ यहाँनिर आउनलाई चाहिँ त्यस्तो लागिरहेछ क्या मलाई चाहिँ मुटु चाहिँ पत्थरकै हुनुपर्ने हुन्छ टोपाको गुफा भनेर धेरै हामीले सुन्यौँ पनि धेरै अनि फोटोहरू त त्यस्तो यहाँको देखिँदैन कसैले हालेको त्यही भएर यहाँ आफ्नो ठाउँलाई प्रमोट गरौँ भनेर हामी आएका छौँ हेर्नुहोस् साथीहरू यस्तो छ यहाँको अवस्था चाहिँ यहाँको माटो यहाँको ढुङ्गा अनि यहाँको जस्तै यसलाई यो खोतलेको यो कुनै टुल्स औजारहरूले खोतलेको यस्तो छ अनि यो चाहिँ हामीले सुन्दा गाउँमा सुन्दा हजुरबा हजुरआमाहरूले भनेको सुन्दा बुवा मम्मीले भनेको सुन्दा पनि यो चाहिँ खनेर जस्तै तामा खाने थियो अरे परपूर्व कालमा खनेर चाहिँ यस्तो भएको अरे यस्तो गुफा बनेको अरे भन्ने छ भने त्यो नै हुनसक्छ अझ त्यस्तो अब हामीले थाहा पाएर हाम्रो बुवाहरूले हाम्रो हजुरआमाहरूले नदेखेको कुरा त हामीले कसरी भन्न सक्छौँ र यहाँनिर हामीले सुनेको कुरा यही हो र वास्तविकता पनि त्यही हुनसक्छ अब पछि केही स्टडी भयो भने केही निस्केला रिजल्ट होइन यो भित्र पनि कति छ भन्ने कुरा पनि फेरि अब यहाँदेखि जान सकेको छैन यहाँदेखि भित्र पनि धेरै मान्छेहरू गएको छैनन् पनि होला धेरै पहिला चाहिँ मान्छेहरू टिमै बनेर आगोहरू बालेर त्यसरी भित्रसम्म गएको भन्ने छ तर तिनीहरू त्यो मान्छेहरू फर्केर आएनन् भनेको पनि सुनिन्छ अनि त्यही डरले गर्दा पनि हामी दुईजना मात्रै छौँ भन्छ त्यही भएर जान सकेनौँ अहिले चाहिँ यहाँ बाहिर बसेर हेरिरहेका छौँ होइन त्यस्तै यसको बारेमा पछि खोज अनुसन्धान स्टडी भएर त्यस्तै केही नयाँ चिजहरू आएर चाहिँ मान्छेले रिसर्च गर्यो भने यसको लम्बाइ कति छ भन्ने कुरा एक्ज्याक्ट चाहिँ त्यतिखेर थाहा होला अनि डिटेलमा स्टडी हुन बाँकी छ यो कसरी बनेको हो र यसको लम्बाइ कति छ भन्ने कुरा चाहिँ डिटेलमा स्टडी हुन बाँकी छ अहिले अब गाउँकै कुरा सुन्ने अब पुरानै मान्छेहरूको कुरा सुन्दाखेरि त यहाँदेखि खानी गाउँ यहाँदेखि काउले यहाँदेखि कता कता निस्किन्छ भन्ने छ भनाइ छ पहिलाको समयमा भालेहरू यस्तै के बाख्राका पाठाहरू हालेर चाहिँ निस्केको भन्ने पनि कुरा सुनिन्छ अब त्यो कतिको सत्य हो होइन अब भित्र नहेरी लम्बाइ नबुझी चाहिँ त्यो अब अहिले भन्न सक्ने अवस्था छैन अहिले चाहिँ हामी यहाँ सर्फेसली हेरेर मामा भन्छ अब फर्किन लागेको छौँ यस्तो हेर्नु न अब कति मिलाएर काटेको छ एकदम मिलाएर काटेको छ यो चट्टान चाहिँ यस्तो छ यहाँको अवस्था अब लगभग कन्टेन्ट सक्यो पनि अब निस्किन लागेको मामा भन्छ खोजी भोलिहाल्यो काली 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 गर्दै मोहनी लाग्यो मलाई गोली हान्यो मामा यहाँबाट झर्दै हुन्छ है साथीहरू यस्तो छ बाटो टोपा गुफाबाट फर्किने बाटो चाहिँ होइन हेलो मामा ल है साथीहरू पुरानो कुवाहरू कस्तो हुन्थ्यो भनेर तपाईँहरूलाई उत्सुक छ भने त्यस्तो हुन्छ कुवा होइन पानी पनि लाने गरेको छ क्या है जुम्लेको घरमा यस्तो छ कुवा आजको स्थिति भनेको चाहिँ यसरी हात धोएर यो पानी खानुपर्ने छ अनि त्यो पछि पुगिन्छ होला त घर यो कुवा चाहिँ अब हेर्नु न पानी कति यहाँ निश्चल सफा पानी छ यहाँ तपाईँले पानी पनि देख्नु भएन होला त्यति सफा छ पानी मेरो मामालाको हजुरबाले भनेअनुसार चाहिँ यो माथि पहिला यो माथि डाँडा छ अनि यो टोपा गुफाभन्दा माथि डाँडा छ त्यो डाँडामा ठुलो अब सम्म टारहरू छ माथि चाहिँ फेरि यहाँ यस्तो भिड भए पनि माथि चाहिँ सम्म छ अनि त्यहाँनिर ठुलो ताल पोखरी थियो अरे त्यो पोखरी चाहिँ फुटेर चाहिँ जमिन मुनिबाट चाहिँ यसरी यहाँनिर पानी उम्रिएको भन्नुभएको थियो यो चाहिँ
पानी अहिले अब त्यतिखेर चाहिँ ठुलो एमाउन्टमा थियो होला पानी पोखरीमा त अहिले होइन अब आकाशको पानी जम्मा भएर त आउने हो अब त्यतिखेर चाहिँ ठुलो आयो के हो पहिले त ठुलो थियो अरे यहाँनिर पानी अहिले चाहिँ एकदम अलिअलि रसाएको जस्तो मात्रै छ माथिको पोखरीहरू पनि छैन अहिले त यहाँसम्म टारबारीहरूमा छ योभन्दा माथि यस्तो छ उता सल्लेरी यता महाभान्जा छ यहाँनिर यहाँ माथि टप्पा गुफा भनेको यहीँ हो यहाँनिर ओडार छ नि यहाँभित्र अघि भर्खर हामी गएको भनेको यहीँ हो यहाँभित्रबाट देखाएको यसको लम्बाइ लामै छ देख्दाखेरि आँखाले देखिन्जेलसम्म भित्रैसम्म चाहिँ एकिन छैन यति नै भन्ने अब यसमा रिसर्च भएको छैन अब अहिले अब मोडर्न धेरै कुरा आए पनि यति नै भन्न मेजर भएको छैन दिउँसोको खाजा चाहिँ यस्तो छ है साथीहरू हेर्नु त यहाँ जुनियर ल्याएको छ अनि मामा पनि यहाँ नुहाउँदै हुनुहुन्छ जुनियरलाई जुनियर चाहिँ खाने भइयो अब जुनियर खाने भइयो है अब जुनियर खाने भइयो गुराँसको फेदमा नि बसेर जुनियर खाँदैछौँ हामी हुन्छ खास कुरो चाहिँ यो साथीहरू यात्रामा खास कुरो चाहिँ म टिप्दैछु है पुरै लागेछ होइन के गर्ने हामी जाने हो भित्रै गुफा अर्को नेक्स्ट गुफा छ होइन यहाँबाट हेरौँ यस्तो छ भित्रबाट उता भित्रपट्टि पनि छ जानेमा तलै झर्नु पऱ्यो नि त कस्तो अलिक बास्ना चाहिँ अहिले राम्रो आएको छैन यो गुफाको भिडियो चाहिँ अर्को पार्टमा है त साथीहरू खेर घरतिर झर्दैछौँ अलिकति 50-60 मिनट जस्तो हिँड्नु भन्छ अनि अघि बढ्दैछौँ हेरौँ घुमाइ चाहिँ एकदम राम्रो नै भयो अलिकति रिफ्रेस आफैलाई भित्र महसुस भयो यस्तो अब नआएको आफू नआएको ठाउँ अनि अब यस्तो केही रहस्यमय ठाउँहरू देख्दाखेरि चाहिँ अलि मनमा अब भएका पुराना विचारहरू पनि अलि हराउने होइन अलि रिफ्रेस त्यस्तो फिल हुने रहेछ त्यस्तो भयो पनि है यहाँ बाटोमा यसरी अघि बढ्दैछौँ भन्छ अगाडि हिँड्दै अघि चाहिँ अलि एक्साइटेड हुँदै आएको थियौँ कतिखेर पुगिन्छ भनेर अब चाहिँ घर कतिखेर पुग्ने भन्नेको टेन्सन भयो अहिले अब यति बेला चाहिँ हिँड्दैछौँ अल्छी नगरिकन हिँड्दैछौँ कति बेला पुग्छौँ अब दुईजना मात्रै थोरै मान्छे हिँड्दा चाहिँ के फाइदा भने घुम्दाखेरि साथीलाई पर्खिनु परेन अनि खोज्नु परेन आनन्दले हिँड्ने बेलामा पनि पुग्दा पनि धेरै छलफल पनि गरिरहनु पऱ्यो यस्तो छन् थोरै साथीहरू घुम्दाको हेर्नुहोस् ब्याकग्राउन्डको रक अनि यो एकदम राम्रो देखिन्छ है थ्याङ्क यू फर वाचिङ मेरो यो भ्लग हेरेर तपाईँले केही नयाँ कुराहरू थाहा पाउनु भयो पक्कै यस्तै तपाईँले मेरो भ्लगलाई नछुटाइकन हेरिदिनु होला माया गरिदिनु होला तपाईँहरूको माया साथ सपोर्ट भयो भने मात्रै मैले राम्रो गर्न सक्छु मलाई मेहनत गर्न मन लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु हजुरहरूमाझ थ्याङ्क यू फर वाचिङ